अन्ततः नेपाली क्रिकेट समर्थकका लागि यो भन्दा खुसी के हुन सक्छ र? भारत र श्रीलङ्कामा हुने 2026 को वर्ल्ड कपमा नेपालले झण्डा गाड्नु र यता टियु क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरमा 6 वटा पोल ठडिँदा क्रिकेट समर्थकका लागि दोहोरो खुसी मिलेको छ। निर्माण व्यवसायीले एक दिनमै 2 पोल उठाएर 6 वटे पोल ठड्याउने काम सम्पन्न गरेको छ। सरकारले रङ्गशालाको गुरु योजना स्वीकृत गर्दै दोस्रो चरणको निर्माणका लागि करिब 10 अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ। रङ्गशालामा 45 मिटर तथा 60 मिटर अग्ला 6 वटा 30-30 टनका आइमास्टर लाइन जडान गरिएको छ। पोल नम्बर 1, 4, 5 र 6 मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ। अब केही दिनमा नै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग एनपिएल भन्दा अगावै प्याराफिट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री परिषदको 30 असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ। गुरु योजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब 10 अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो। त्यस्तै यता नेपाल वर्ल्ड कप क्वालिफायर सँगै नेपाल अहिले युएई प्रस्थान गरेको छ। युएईमा युएई र युएसए सँग CWC लिग खेल्नेछ। नेपालले यही कार्तिक 9 गतेबाट युएई र युएसए सँग खेल्नेछ।